गुल्मीका विद्यालयले किताबी ज्ञानसँगै व्यावहारिक सिप सिकाउने नयाँ अभियान थालेका छन्। चन्द्रकोट गाउँपालिकाका 2 विद्यालयले विद्यार्थीलाई कृषि कर्ममा जोडेर स्कुलको खाली जग्गामा अकबरे खुर्सानी, लसुन, च्याउ र सिमी खेती गरिरहेका छन्। यो अभ्यासले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासको नयाँ बाटो खोलेको छ। गुल्मीको चन्द्रकोट गाउँपालिकामा किताबी पढाइको घण्टीसँगै अब खेतबारीको माटोमा विद्यार्थीको मेहनत मिसिन थालेको छ। शारदा माध्यमिक विद्यालय, सारङ्ग र ग्वाधा माध्यमिक विद्यालय वडा नम्बर 5 ले विद्यालयको खाली जग्गालाई हरियाली बनाउँदै विद्यार्थीलाई कृषि कर्ममा जोडेका छन्। यी विद्यालयले अकबरे खुर्सानी, लसुन, च्याउ, सिमी, बोडी र अदुवा खेतीलाई पाठ्यक्रमको हिस्सा बनाएर विद्यार्थीमा व्यावहारिक सिप र आत्मनिर्भरताको पाठ सिकाइरहेका छन्। हामीले पढेका मात्रै थियौं, लेकिन जब हामीले वास्तवमा यसो गर्दाखेरि वास्तवमा हामीले सिक्दाखेरि एकदमै रमाइलो भयो। हामीसँग सिप पनि भयो एक त, अनि स्कुलले सिकायो, यसमा पनि हामी धेरै गर्व गर्छौं र हामीले आफ्नो घरमा गएर पनि गर्न सक्छौं। अब जस हामीले सुनेका थियौं कि गरिन्छ यसरी भन्ने हामीले सुनेका थियौं र वास्तवमा सिक्दाखेरि एकदमै राम्रो भयो। गाउँघरमा यो पछिल्लो समयमा हराउँदै गइरहेको पाइरहेको छौं र आधुनिक प्रविधि मल्चिङ विधिबाट सिक्न पाउँदा एकदमै खुसी लागिरहेको छ। सामूहिक रूपमा एकता भएर काम गर्न पाइरहेका छौं। शारदा माध्यमिक विद्यालयले 1 रोपनी जग्गामा 1200 अकबरी खुर्सानी, लसुन र च्याउ खेती गरिरहेको छ। कक्षा 8 देखि 12 सम्मका 80 विद्यार्थी यो अभियानमा प्रत्यक्ष सहभागी छन्। ग्वाधा माध्यमिक विद्यालयमा पनि 100 विद्यार्थीले पौने 2 रोपनीमा अकबरे खुर्सानी, सिमी, बोडी र अदुवा खेती गरिरहेका छन्। विशेष गरी कक्षा 9 र 11 का विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ। मल्चिङ प्रविधिको प्रयोगले उत्पादनमा समेत नयाँ आयाम थपिएको छ। शारदा माविले विद्यार्थीलाई घरमा पनि खेतीको अभ्यास गराउन प्रति विद्यार्थी 5 वटा अकबरे खुर्सानीका बिरुवा वितरण गरेको छ। यो अभियानले विद्यार्थीमा उत्साह थपिएको छ। अहिलेको वर्ष विद्यालयले खुर्सानी खेती गरेका प्रत्येक विद्यार्थीलाई 5 वटा बेडा पनि दिएको छ। त्यसको लागि म विद्यालयलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यसले चाहिँ हामीलाई व्यावहारिक रूपमा कृषि गर्नको लागि पनि केही कुराहरू सिकाउने गर्दछ। हामीलाई पनि शिक्षकहरूले 5 वटा बिरुवा लाउन भनेर दिनुभएको छ। हामीले चाहिँ घरमा पनि मल्चिङ विधिकै प्रयोग गरेर 5 वटा बेर्ना लगाएका छौँ। यसमा चाहिँ शिक्षकहरूले हामीलाई जस्तो तरिकाले सिकाउनु भएको छ, यो ट्याङहरूको दूरी 80 सेन्टिमिटर र बिरुवाहरू बीचको दूरी 60 सेन्टिमिटर गरेर लगाउनु भन्नुभएको छ र हामीले त्यसै गरेर नै लगाइरहेका छौँ। यो किताबी ज्ञान मात्रै नभएर एक व्यवहारमा पनि लागू भएको हुनाले म यसमा धेरै नै रुचि जनाउँछु। विद्यालयको खाली जग्गालाई उपयोग गर्ने सोचबाट यो अभियान सुरु भएको हो। गत वर्ष शारदाले 6 क्विन्टल अकबरे खुर्सानी र 1.5 क्विन्टल लसुन बिक्री गरेर राम्रो आम्दानी गरेको थियो। हामीले यो वर्ष पनि यही अकबरे खुर्सानी खेतीलाई निरन्तर रूपमा अगाडि बढाउने नै छौं। सँगसँगै हामी बीचमा लसुन खेतीलाई पनि प्रारम्भ गरेका थियौं। हाम्रो भूगोल, हाम्रो जमिन अनुकूलका खेतीपातीहरू गर्ने, बच्चाहरूलाई त्यससँग जोड्ने गरी हाम्रा कार्यक्रमहरू सञ्चालन गर्दैछौँ। च्याउ खेती, लसुन खेती लगायतको भटमास, लोप हुँदै गइरहेको भटमास खेती सम्म पनि हामीले सोचिरहेका छौँ। हाम्रो आगामी योजना यही नै हो। यो आम्दानीबाट विद्यार्थीलाई पुरस्कार वितरण र विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको छ। ग्वाघा माविले पनि पौने 2 रोपनीमा खेती विस्तार गरेको छ। आगामी दिनमा लोपोन्मुख कृषि बालीलाई संरक्षण गर्ने योजना बनाइएको छ। चन्द्रकोट गाउँपालिकाले पनि अभियानलाई वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रोत्साहन गरेको छ। हाम्रो नीति कार्यक्रमभित्र राखेर बजेट समेत विनियोजन गरेर अगाडि बढाएका थियौँ। त्यसैको प्रेरणाले 2 वटा विद्यालयहरूले देखिने गरी र अन्य विद्यालयहरूले पनि आफ्नो सापेक्षतामा कार्यक्रमहरू थोरै धेरै अगाडि बढाइरहेका छन्। पहिलो वर्ष प्राविधिक कारणले गर्दा हामीले त्यसलाई वितरण गर्न सकिएन। गत वर्ष हामीले अलिकति यो कार्य सम्पादनमा आधारित केही रकमहरू थियो। हामीले यी विद्यालयहरूलाई नै फोकस गरेर 4 वटा विद्यालयहरूलाई थोरै धेरै सहयोग गरेका थियौँ। गुल्मीका 2 विद्यालयको यो प्रयासले पढाइ र खेतीलाई सँगसँगै जोडेर विद्यार्थीमा आत्मनिर्भर हुने कला सिकाएको छ। किताबको ज्ञानसँगै माटोको मायाले विद्यार्थीको भविष्य उज्यालो बनाउने यो अभियान अन्य विद्यालयका लागि पनि प्रेरणा बनेको छ। यस्ता पहलले शिक्षालाई थप व्यावहारिक र जीवन उपयोगी बनाउने बाटो खोलेको छ। गुल्मीबाट महेश बोहराको रिपोर्ट। आफूले सोचेको, आफूले रोजेको जस्तो घर, डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर नेपालहोम्स.com।